फोनमा कुरा भएको तपाईसँग हो पढ्नु ओ सर पढ्नु हेलो सर सर पढ्नु न सर पढ्नुहोस् त हजुर पढ्नुहोस् आम नागरिकहरूलाई प्रहरीले हैरानी दिने दुःख दिने एउटा उदाहरण तपाईँ समक्ष पेश गर्न गइरहेका छौँ। कहाँ गुरुङ सर हराउनु भयो? म आउँदैछु कि सर यहाँ अर्डर हान्दैछु कि तपाईँको यहाँ निस्किन आँटी भ्या। हजुर कति लाग्छ टाइम? तपाईँको 2:45 भित्र पुग्छ होला सर। म 4 प्लेट ल्याउनु पर्यो। 4 प्लेट मिक्स कम्बो लिएर आइदिनु भन्नुभएको है? कम्बो लिएर आइदिनु होला। कम्बो ल 4 प्लेट हुन्छ अहिले लिएर आइदिनु। कति 3 बजे ल्याइदिनु त? अहिले ल्याउनु अब ठिकै टाइम भयो अब खाना ल। प्रहरी यतिमा रोकिँदैन, उहाँले होल्ड गर्नुहुन्छ म आउँदैछु भन्नुहुन्छ तर प्रहरीले कन्टिन्यू फोन हानेको छ छिटो गर हामी यो चाहिन्छ त्यो चाहिन्छ। यो हेर्नुहोस् अर्को कल रेकर्ड। हजुर सर म यहाँ बगरबाट हिँड्दैछु सर होइन म त्यहाँ आएर अर्डर गरेर तपाईँ अनि चिकन ल्याउनु है। कुन चाहिँ सर चिकन भन्नुभएको? बफ खाइन्न कि हामी कसैले नि। हजुर चिकन कम्बो ल्याउनु होला। ए हुन्छ सर। कति लाग्छ टाइम? 10-15 मिनटभित्र आउँछु म त्यसो भए। ल छिटो आउनुहोस् है ल। अब यो सामान्यतया सुन्दाखेरि अब यो सानो विषय जस्तो लाग्छ होइन। प्रहरीले ट्राफिकले चाहिँ तपाईँलाई कारबाही गर्नुपर्ने हो भने कारबाही गर्नु पर्थ्यो होइन। चिट काट्ने अथवा के कारबाही गर्ने यो कानुन अनुसारको कारबाही गर्नु पर्दथ्यो। तर प्रहरीले खाजाको व्यवस्थापन गरिदिने, खाजा ल्याइदिए भन्न भन्यो। अब हेर्दाखेरि सानो देखिन्छ तर यो प्रवृत्तिको प्रवृत्ति हो होइन। प्रहरीले यसरी माग्दै हिँड्ने असुल्दै हिँड्ने अब थुप्रै हामी सुन्छौँ कहिले रक्सी ल्याइदिए भनेको छ, कहिले के ल्याइदिए भनेको छ, कहिले के ल्याइदिए भनेको छ। प्रहरीको यो प्रवृत्तिको विरोध गर्ने कुरा सही कुरा हो तर सामान्यतया हेर्दाखेरि सानो कुरा लाग्छ। तपाईँको लागि यो अमाउन्ट भनेको कति अमाउन्ट हो? के गर्नुहुन्छ तपाईँ कामको हिसाबले? म त हाल अहिले चाहिँ वेटरमा गरिहाल्छु काम है। वेटर गर्नुहुन्छ रेस्टुरेन्टमा? हजुर रेस्टुरेन्टमा वेटर गर्छु। अनि मेरो चाहिँ अब दिनको चाहिँ सेलेरी भनेको 500 नै हो। 520 हो त्यस्तै नर्मल जान्छ। अब मैले भनेको सरलाई होइन त्यो भन्दा नि सरले मान्नु भएन। अब मैले चाहिँ के भन्नु भन्दा सरलाई चाहिँ सर एक फेर माफ गरिदिनु। अब थुप्रै हुन्छ कोही नयाँ ठाउँबाट आएको हुन्छ त्यसलाई त त्यो उनीहरूले के भन्छ चिट काट्दिएको भए सस्तो पर्थ्यो तपाईँलाई। हजुर बरु त्यो सस्तो पर्थ्यो। उनीहरूले चाहिँ डाइरेक्ट खाजा लौ यो लैजाऊ खाजा लिएर आऊ भन्न थाल्यो। 500 रुपियाँ कमाइ हुन्छ तपाईँको? हजुर मेरो 500 कमाइ हुन्छ। उनीहरूले चाहिँ कि बरु चिट काटिदियो भए म आनन्दरी म यहाँ 3 बजीतिर उनीहरूले गोलोघरमै बोलाउने भन्ने उस गर्थ्यो। त्यहाँ आएर म चिज उस लिएर गएर आफ्नो काम गर्थेँ। उनीहरूले मलाई फोन गरेछ खाजा लिएर आइदियो भनेर अहिलेसम्म। तपाईँलाई चाहिँ यो किन यहाँ आउनुपर्छ जस्तो लाग्यो यो विषय लिएर? यो विषय किनकि अब कुनै नयाँ मान्छेहरू आउनुहुन्छ, हामी मात्रै यहाँको पोखराको मात्रै मान्छे होइन नि हामी त, यस्तो गर्नुहुन्छ त्यो भनेर मैले यहाँ कुरा राख्न आएको छ। दैनिक 500 रुपियाँ कमाउने मान्छेलाई प्रहरीले एक दिनको 4-5जना प्रहरीलाई खाजा व्यवस्थापन गर्दै भन्ने कुरा तपाईँलाई यो चित्त बुझ्दो कुरा भएन? हजुर सर, किनकि अब हामी जस्तो यङ केटाहरू हुन्छ नि त उनीहरू पनि आएर त्यहाँ पार्किङ गर्न सक्छ। त्यतिखेर चाहिँ पैसै नहोला अरे होइन। त्यतिखेर चाहिँ उनीहरूले चाहिँ भन्ने बित्तिकै लिएर आइदिनुपर्छ भन्ने चाहिँ त्यो माग चाहिँ राख्नु भएन। किनकि बरु जरिमाना गरिदिनु होइन। जरिमाना गरेपछि चाहिँ उनीहरूले चाहिँ जस्तो होइन उनीहरूको रुल्स कस्तो छ, रुल्स रेगुलेसन कस्तो छ त्यो म चाहिँ। जागिर पनि छुट्यो आज जानु पाउनु भयो? हजुर सर, उनीहरूले गर्दा चाहिँ आज मेरो जागिर छुट्यो। त्यो भएर म चाहिँ आज जानु पाएन। मलाई यहाँ सरले चाहिँ म्यानेजर सरले कल गरेछ। अब मैले आज बिदा लिन्छु भनेर चाहिँ मैले उहाँलाई भनेर उसले चाहिँ हुन्छ यस्तो भयो भनेर मैले चाहिँ भने चाहिँ सरलाई पऱ्यो जागिर छुट्यो तपाईँको आज यही कारणले गर्दाखेरि। अब बारम्बार अब खाजा अर्डर गर्ने त्यसपछि पुर्याउने अब त्यो काम पनि गर्नु पर्यो। अब पऱ्यो सर। अब त्यो उनीहरूले भनेपछि अब पऱ्यो भनौँ सर। अब ल अब खाजा लिएर जाउँ है त त्यसो भए एकचोटि। कम्बो भनेको छ होइन? चिकन कम्बो भनेर अझ बफ चाहिँ खाँदैन उनीहरूले भनेछ यहाँ कल रेकर्डमा। मैले कल रेकर्ड गरेछु कि उनीहरूले कल गरेछ। र दोस्रो यहाँ खाजा आइपुगेको छ। खाजा आइपुग्यो होइन? हजुर हेर आएँ। अब पुलिसलाई खाजा खुवाउन जाउँ है त। यो चिप्लेढुङ्गा हो। चिप्लेढुङ्गाको यो प्रहरी बिट छ यहाँ। ती सवारी चालक त्यहाँ स्कुटर रोक्दैछन्। झोलामा लिएर गएका छन् त ठ्याक्कै पुगे लगेर दिए। एकछिन कुराकानी गर्दैछन्। त्यसपछि उनी निस्के।
निस्केर आए। त्यो पछाडि यो गाडी प्रहरीको गाडी निस्क्यो। यो गाडीमा चाहिँ आधा जति खाजा चाहिँ यहाँबाट गएको देखियो। आधा खाजा यो गाडीले लिएर गयो। फोनमा कुरा भएको तपाईँसँग हो? पढ्नु। ओ सर पढ्नु। हेलो सर। ओ सर पढ्नु न। सर पढ्नुहोस् त हजुर। पढ्नुहोस् भाइलाई अप्ठ्यारो नमान्नु है। तपाईँलाई म कहिलेदेखि चिन्थेँ, हजुर कार्यक्रम हेरिरहेको छु मैले। अस्ति लम्चीको कार्यक्रम हेरेँ मैले, सबै मैले लाइक कमेन्ट प्लिज होइन अपिल सर उहाँलाई नमान्नु कि बिचरा होइन। म उहाँलाई कहिलेदेखि चिन्छु कि सर, म थाहा छ मलाई। यो विषय प्रस्तुत गर्न पनि त्यति नै अप्ठ्यारो, प्रस्तुत नगर्न पनि त्यति नै अप्ठ्यारो। यो विषयमा यी कर्मचारीलाई के कारबाही हुन्छ, यी प्रहरीलाई के कारबाही हुन्छ भनेर क्यामेरा लिएर म प्रहरीका कुनै हाकिमसँग गइनँ। यसपालि जाँदिनँ। मैले भनेर हुन्छ भने त यिनीहरूलाई कुनै पनि कारबाही नहोस्, तर यो प्रवृत्ति सुधार गरियोस्। प्रहरीलाई आवश्यक पर्ने बाटोमा रोडमा उभिएर दिनभरि ड्युटी गर्ने, घाम पानी धुलो खाने, ती ट्राफिकलाई के व्यवस्थापन गर्नुपर्ने हो, अतिरिक्त सुविधा दिनुपर्ने हो भने कानुन बनाएर के सुविधा दिनुपर्ने हो त्यो सुविधा राज्यले दियोस्। यो प्रहरीको प्रवृत्तिको अन्त्य होस्। सानो माछो समायो भनेर जति गाली खानुपर्छ त्यसको लागि म तयार नै छु। यो एउटा प्रहरीलाई कारबाही हुनुपर्छ भन्ने मनसायले रिपोर्टिङ गरिएको होइन। सेवाग्राही अथवा सर्वसाधारण मानिस हाम्रो कार्यालयमा प्रमाणै लिएर आइसके पछाडि हामी गर्दैनौँ भनेर भन्न मिल्दैन, सक्दैनौँ। हामी 1 रुपियाँको कुरा किन नहोस्। सुरक्षा निकाय जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरी, ट्राफिक प्रहरीहरूको आवश्यक पर्ने पूर्वाधार र सेवा सुविधाको विषयमा सरकार जिम्मेवार बनोस् र प्रहरीका यस्ता हरकतहरू गर्नुपर्ने बाध्यता नआओस्। बाध्यता आए पनि नआए पनि नियत हुन्छ, कसैको नानीमा लागेको बानी हुन्छ, त्यसलाई त सकिँदैन। तर यस्ता चिज कम्तीमा हामीले सुन्नु नपरे हुन्थ्यो। गर्नकी छड्के विथ अपिल त्रिपाठी आजको लागि यति नै। अबको हाम्रो अर्को हप्ताको कार्यक्रम हेर्न